विश्वव्यापी जलवायु परिवर्तनमा नेपाल जिम्मेवार छैन, तर जलवायुजन्य जोखिमको हिसाबले हाम्रो देश संसारका अति प्रभावित मुलुकहरूको अग्रपङ्क्तिमा छ। जलवायु परिवर्तनको कारणले नेपालमा तय गरिएका विकास लक्ष्यहरू हासिल गर्न चुनौती थप भएको छ। नेपाल जस्ता अल्पविकसित मुलुकहरूका लागि यसको समाधान अहिलेसम्म पत्ता लागेको छैन। हामीसँग भएको एउटै उपाय हो परिवर्तित जलवायुसँग अनुकूलित हुने। नेपाल सरकारले अनुकूलनका विषयलाई स्थानीय स्तरमा पुर्याउन केही वर्षदेखि प्रयास थालेको छ। स्थानीय तथा जिल्ला स्तरका विकास योजना बनाउँदा जलवायु अनुकूलनका पक्षहरूलाई समेट्न सकेको खण्डमा यसबाट हुने क्षति कम गर्न सकिन्छ र विकास कार्य दिगो हुन सक्छ। स्थानीय स्तरमा जलवायु मैत्री योजना तयार गर्न र अनुकूलनका कार्यहरूलाई स्थानीय विकास योजनामा मूल प्रवाहीकरण गर्न, विकास योजनाकारहरूलाई आवश्यक ज्ञान, सिप र क्षमता विकास गर्न विषयवस्तुको जानकारी हुनुपर्ने तथ्यलाई ध्यान दिई नेपाल सरकारले जिल्ला स्तरमा श्रृङ्खलाबद्ध रूपमा तालिम आयोजना गर्यो। जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन समानुकूलन नमुना कार्यक्रम अन्तर्गत विकास आयोजनाहरूमा जलवायु परिवर्तन जोखिम व्यवस्थापन मूल प्रवाहीकरण आयोजना मार्फत देशका विभिन्न 30 जिल्लामा यस्ता तालिम सम्पन्न भए। विकास आयोजनाहरूमा जलवायुजन्य जोखिमलाई मूल प्रवाहीकरण गर्ने उद्देश्य साथ यो यात्रा 1 वर्ष अघिबाट सुरु भएको थियो। जलवायु परिवर्तनको समस्या अथवा मुद्दा यो पृथक अन्तर्राष्ट्रिय रूपबाट सुरु हुने यो मुद्दा एउटा कुनै पृथक विषय होइन, पृथक सवाल होइन, यो समग्र सवालहरू हो। यसको सम्बोधनको लागि एउटा समग्र रूपमा लगानीको पनि आवश्यकता छ र समग्र रूपमा बुझाइको पनि आवश्यकता छ। यो बुझ्ने र बुझाउने, यसभित्रको ज्ञान र यसभित्रको सिप हासिल गर्ने सिलसिलामा सञ्चालन गर्ने तालिम कार्यक्रमहरूको आफ्नै एउटा अहम महत्त्व र भूमिकाहरू रहिआएको छ। यसले विशेष किसिमले छोटो रूपमा वातावरणीय समस्यालाई हल गर्नलाई सहयोग पुग्छ भने लामो समयमा यसले जलवायु परिवर्तन जन्य दीर्घकालीन रूपमा जलवायु परिवर्तन जन्य समस्याहरूलाई समाधान गर्न मद्दत पुग्छ। स्थानीय स्तरमा रहेका सहभागीहरू उहाँहरू जुन जुन निकायहरूसँग आबद्ध हुनुहुन्छ, जुन जुन विषयगत क्षेत्रमा उहाँहरू कार्यरत हुनुहुन्छ, यो प्रस्तुत गरिएको तालिम कार्यक्रमहरूले उहाँलाई त्यो विषयगत क्षेत्र त्यो उहाँहरूको आफ्नो कार्यक्षेत्रहरूमा यो कम्तीमा पनि जलवायु परिवर्तन जन्य जोखिमहरूलाई न्यूनीकरण गर्नलाई के गर्नुपर्छ, के कस्ता किसिमका गतिविधिहरू, के कस्ता किसिमका कार्यक्रमहरू, के कस्ता किसिमका प्रयासहरूले गर्दा ती विषयहरूलाई सम्बोधन गर्न सकिन्छ भनेर यो तालिम कार्यक्रमहरूले एउटा उहाँहरूलाई एउटा सेन्सिटाइज गर्ने कुरो, उहाँहरूमा एउटा अभिमुखीकरणका कुरा र उहाँहरूको संस्थागत रूपमा एउटा सोच विकास गर्ने कुरामा यो तालिम कार्यक्रमले सहयोग पुगेको देखिन्छ। नेपालको जलवायु परिवर्तनको समस्या भनेको कुनै एक विषय, कुनै एक निकाय र कुनै एक संस्थासँग सम्बन्धित नभएको हुनाले यो अन्तर विषयगत समस्या भएको हुनाले सबै निकाय, सबै सरकारवालाहरूको सहभागिता आवश्यक छ। त्यहाँ बुझाइको आवश्यकता छ, त्यहाँ सिपको आवश्यकता छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, त्यसमा दुई मत छैन। छनौटमा परेका जिल्लामा तालिम सञ्चालन गर्न मन्त्रालयले रूपान्तरण नेपाल नेतृत्वमा सामूहिक अभियान, गाउँ विकास समिति राष्ट्रिय महासङ्घ नेपाल र नेपाल वातावरण पत्रकार समूह सम्मिलित उपक्रमलाई प्रतिस्पर्धात्मक विधिबाट छनौट गर्यो। सेवा प्रदायकको रूपमा छनौटमा परेका संस्थाहरूले काठमाडौँमा 2015 अगस्तमा सुरुवाती कार्यशाला आयोजना गरी कार्यक्रम अघि बढाउने जानकारी दिए। तालिम यात्रा सुरु गर्नुअघि यी संस्थाहरूले जिल्ला स्तरीय तालिम सञ्चालनका लागि आवश्यक तालिम पुस्तिकाको तयारी सकेर सन् 2015 सेप्टेम्बरमा पोखरामा साताव्यापी प्रशिक्षणको आयोजना गरे। 30 वटा तालिम सत्रको सहजीकरणमा सघाउने स्रोत व्यक्ति तयार पार्ने उद्देश्य साथ यो प्रशिक्षण सञ्चालन गरिएको थियो।
यस तालिममा नेपाल सरकार अन्तर्गतका विषयगत क्षेत्रीय तालिम केन्द्रहरू, जिल्ला विकास समिति, गैर सरकारी संस्था, स्थानीय विकास तालिम प्रतिष्ठानका तालिम अधिकृतहरूको सहभागिता थियो। तालिमका लागि प्रस्तावित 30 जिल्लालाई 5 समूहमा बाँडेर रूपान्तरण नेपाल, गाउँ विकास समिति राष्ट्रिय महासङ्घ नेपाल र सामूहिक अभियानले तालिम सत्रको सहजीकरण गरे भने यी तीनवटै संस्थाहरूसँग निकट समन्वय गरी सूचना प्रवाहको समन्वयको कार्य गर्यो नेपाल वातावरण पत्रकार समूहले। तराईको बन्द अनि देशमा लागेको नाकाबन्दी र पेट्रोलियम पदार्थको अभावको पर्वाह नगरी तालिम यात्रा अघि बढ्यो। जिल्लाहरूलाई 5 समूहमा बाँडेर तालिम श्रृङ्खला चलाइयो। बेरगञ्जदेखि चामे, महेन्द्रनगरदेखि दार्चुलासम्म जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा तालिमको यात्रा चलिरह्यो। यसअघि पनि यस्तै तालिम देशका पूर्वी र मध्य क्षेत्रका 31 जिल्लामा सम्पन्न भएको थियो। दोस्रो चरण अन्तर्गत छानिएका 30 जिल्लालाई 5 समूहमा बाँडेर तालिम श्रृङ्खला चलाइयो। पहिलो समूहमा चितवन, धादिङ र प्युठान, दोस्रो समूहमा गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा र सुर्खेत, तेस्रो समूहमा सल्यान, पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत र स्याङ्जा, चौथो समूहमा कपिलवस्तु, रूपन्देही, पर्सा, मकवानपुर, बाँके र गोर्खा र 5औं समूहमा मनाङ, मुस्ताङ, बझाङ, कञ्चनपुर, बैतडी, दार्चुला र लमजुङमा तालिम चलाइयो। तालिमका सहभागीको छनौट सम्बन्धित जिल्ला विकास समितिहरूबाट भयो। जनसङ्ख्या तथा वातावरण मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग समन्वय गरी सम्बन्धित जिल्ला विकास समितिहरूलाई यस बारेमा जानकारी दियो। यी 4 संस्थाहरूले सम्बन्धित जिल्ला विकास समितिहरूसँग सहकार्य र हातेमालो गरे। हरेक जिल्लामा 6 दिनसम्म यो तालिम सञ्चालन भयो। यसरी 30 जिल्लामा कुल 180 दिन जलवायु परिवर्तनका सत्रहरू सञ्चालन भए। तालिममा जिल्लाका विभिन्न सरकारी कार्यालयमा योजना निर्माण शाखामा कार्यरत व्यक्तिहरूका साथै जिल्लाका गैर सरकारी संस्था, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत सहभागिताले छुट्टै रौनक दियो। योजना निर्माणका क्रममा महिला, दलित तथा सीमान्तकृत वर्गलाई पनि मूल प्रवाहमा ल्याउन तालिममा उनीहरूको सहभागिता सुनिश्चित गरिएको थियो। तालिममा महिलाहरूको सहभागिता पनि 40% रह्यो। एसियाली विकास ब्याङ्कको व्यवस्थापन र जलवायु लगानी कोषको सहयोगमा सञ्चालन भएको तालिमबाट कुल 817 जना प्रशिक्षित भएका छन्। तालिमका क्रममा जलवायु परिवर्तनका असरहरू र यससँग जोडिएका जोखिम फरक फरक रहेको अनुभव भयो। वर्षामा विषादीको खपत बढेको, गर्मी बढेको पहिचान भयो भने मनाङ, मुस्ताङ लगायतका जिल्लामा हिउँ घट्दै जाँदा स्थानीयको जीवनशैलीमा परेको प्रभावले केही गर्नै पर्ने सङ्केत गर्यो। कतै अतिवृष्टि, कतै अनावृष्टि, कहीँ बाढी, कहीँ पहिरो। तालिमकै दौरान थुप्रै जिल्लाका जङ्गलहरूमा भएको आगलागीले पनि बहस निम्त्यायो। पानीका मुहान सुक्ने समस्याले नेपालका सबै जिल्लाहरूलाई पिरोलिरहेको यथार्थ पनि यही अवधिमा छरपष्ट भयो। नेपालको राष्ट्रिय अनुकूलन कार्यक्रमले औँल्याएका क्षेत्रहरूमा देखिएका स्थानीय मुद्दाहरूको चिरफार गरी ती विषयमा कसरी योजना बनाउने भन्नेमा यो एउटा अभियान नै बन्यो। 6 दिनको तालिमका क्रममा तयार पारिएको तालिम पुस्तिका अनुसार अघि बढाइएको थियो। पहिलो दिन सहभागीहरूलाई जलवायु परिवर्तनको आधारभूत पक्षहरू र यससँग सम्बन्धित शब्दावलीहरूको जानकारी दिइयो। त्यसैगरी जलवायु प्रणाली, विश्व उष्णीकरण तथा जलवायु परिवर्तन र यसका असरहरूका बारेमा छलफल भयो। दोस्रो दिनको तालिममा जलवायु परिवर्तन सम्बोधन गर्न गरिएका अग्रसरताहरू, सङ्कटासन्नता विश्लेषण, न्यूनीकरण र अनुकूलनका मुद्दाहरूमा बहस भयो। त्यसैगरी यो दिनको सत्रमा सहभागीले नेपालमा समुदायमा आधारित अनुकूलन योजना, यसका चरण र प्रक्रियाका बारेमा पनि जानकारी पाए। तेस्रो दिन सहभागितामूलक पद्धतिमा रमाइलो ढङ्गबाट जोखिम मूल्याङ्कन र सङ्कटासन्नता विश्लेषणका पक्षहरूलाई बुझाउने कार्य भयो भने चौथो दिन अनुकूलन उपायहरूको पहिचान तथा विकास योजना तर्जुमाका क्रममा यसलाई मूल प्रवाहीकरण गर्ने सिप प्रदान गरियो। सबै जिल्लामा 5औं दिन विशेष रह्यो।
यो दिन सहभागीहरू स्थलगत रूपमा 4 दिन सिकेका कुराहरू व्यवहारमा ढाल्न स्थलगत सिकाइमा समर्पित भए। उनीहरूले स्थानीय जनतामाझ कसरी योजना तयार पार्ने भन्ने अभ्यास गरे। यो 6 दिनको तालिममा चाहिँ मुख्य गरिकन 4 वटा मोडुल्सहरू हामी भन्छौँ र पहिलो 2 दिन चाहिँ अलिकति जलवायु परिवर्तन के हो, जलवायु परिवर्तनका असरहरू चाहिँ कस्ता छन् र त्यसले चाहिँ के कस्ता खालका चाहिँ असर र प्रभावहरू चाहिँ ल्याइरहेको छ भन्ने विषयमा चाहिँ मुख्य गरिकन चाहिँ सरकारवालाहरू जुन चाहिँ विकाससँग चाहिँ सरकार राख्ने विषयगत कार्यालयका चाहिँ योजनाकारहरू लगायतका चाहिँ व्यक्तिहरूलाई चाहिँ जिल्ला तहमा चाहिँ यो सेन्सिटाइजेसन गर्ने काम हुन्छ 2 दिनमा र 2 दिनपछि चाहिँ जुन सेन्सिटाइजेसन भइसकेपछि चाहिँ कसरी चाहिँ यो सङ्कटासन्नताको चाहिँ विश्लेषण गर्ने, किन भन्दा जलवायु परिवर्तनले चाहिँ विशेष गरिकन व्यक्तिलाई समुदायलाई फरक फरक किसिमको चाहिँ प्रभावहरू पार्छ र एकदमै सङ्कटासन्न व्यक्तिहरू चाहिँ को हुन् भन्ने विषयमा त्यसलाई चाहिँ कसरी पहिचान गर्ने भन्ने विषयमा चाहिँ सङ्कटासन्नताको चाहिँ विभिन्न खालका चाहिँ टुल्सहरूको विषयमा चाहिँ हामीले चाहिँ 2 दिन पूर्ण रूपमा चाहिँ क्लासरुममा बेस भएर अभ्यासहरू चाहिँ गराउँछौँ। व्यावहारिक खालको बनाउनको लागि चाहिँ सुरुमा पनि यो पाइलोटिङ गर्ने, टेस्टिङ गर्ने र योभन्दा अगाडि पनि हामीले चाहिँ 30 वटा जिल्लाहरूमा यो तालिम गरिसकेको जुन अनुभवहरू थियो, जुन सिकाइहरू थियो त्यसलाई पनि हामीले चाहिँ आत्मसात गरेका थियौँ। र एउटा चाहिँ अरू तालिमभन्दा पनि यो भिन्न तालिम चाहिँ के मानेमा थियो भन्दा चाहिँ यो एकदमै सहभागितामूलक र चाहिँ अलिकति त्यो चाहिँ लर्नर सेन्टर भन्छ हामीहरू, लर्नरको चाहिँ सेन्टरमा राखेर चाहिँ यसलाई चाहिँ सञ्चालन गरिएको थियो, जसले गर्दाखेरि उहाँहरूको चाहिँ त्यो तालिमको दौरानमा पनि उहाँहरूको अनुभूतिहरू हेर्दाखेरि चाहिँ एकदमै फरक खालको महसुस गरेको। यो तालिममा चाहिँ एकदमै सामूहिक खालको चाहिँ छलफलहरू हुने, सामूहिक खालको चाहिँ डकुमेन्ट्रीहरू हेर्ने र अलिकति चाहिँ सिकाइलाई चाहिँ अलिक मोर फोकस गरेर चाहिँ राखिएको थियो। यसको अतिरिक्त तालिमको अन्तिम दिन जिल्लाका सरकारी कार्यालय प्रमुख, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, जिल्ला विकास प्रक्रियामा भूमिका खेल्ने प्रभावशाली व्यक्ति तथा समुदायका प्रतिनिधिहरूका लागि जलवायु सचेतना सत्र पनि सञ्चालन गरियो। सहभागीले तालिम समापनका क्रममा दिन बितेको थाहै नपाएको प्रतिक्रिया दिए। मेरो बुझाइ छ जलवायु परिवर्तनमा के थियो भने पहिला सुरुमै रिलेटेड भएर काम गरेको वन क्षेत्र भएको हुँदाखेरि वन क्षेत्र मात्रै रहेछ यसको प्रभाव परेको क्षेत्र भन्ने ठान्दा थिएँ मैले त्यहाँनिर। यो बहुसरोकार र वन परियोजनाले पनि त्यही भन्थ्यो, सामुदायिक वन उपभोक्ता महासङ्घमा रहँदाखेरि पनि त्यही सम्झेको थिएँ मैले। तर यसको दायरा र यसको क्षेत्र चाहिँ धेरै ठुलो रहेछ भन्ने खालको कुराहरू मलाई यो तालिम पश्चात प्राप्ति भयो। त्यहाँ वास्तवमा यो 6 दिनको तालिमले चाहिँ अब किन परिवर्तन भयो र परिवर्तनका कारणहरू अनि परिवर्तन हुँदाखेरि कस्ता कस्ता असरहरू हुँदो रहेछ र यो जस्तै अब हामीले यो हरित ग्यासको कुरा त सुनिराख्थ्यो, तर हरित ग्यासभित्र के पर्छ जस्तै स्पेसिफाई गरेर भन्दाखेरि हरित ग्यासभित्र पनि अब जस्तै 6 वटा 7 वटा ग्यासको कुराहरू आयो, त्यो कुराहरू भयो। त्यस्ता एकदम राम्रो विषयवस्तुहरू बारेमा चाहिँ हामीले एकदम जान्ने मौका पायौँ होइन। र यसलाई कसरी अब पृथ्वी सम्मेलनको कुराहरू होइन, इन्टरनेसनल कुराहरू, नेसनल लेभलको कुराहरू, लोकल लेभलको कुराहरू बारेमा पनि अब के भइरहेछ, त्यसको संयन्त्रहरू के कस्ता छन् र मेकानिजमहरू के कस्तो छ भन्ने कुराहरू पनि हामीले वास्तवमा धेरै कुराहरू सिक्ने मौका चाहिँ पायौँ। तालिमसँगै जिल्लाका विषयगत कार्यालयका वार्षिक योजनाहरूमा जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना पनि परे भने यो सार्थक भएको अनुभूति हुनेछ।